काठमाडौँबाट आउनुभएको भने एकजना बाइक राइडर म्याग्दी जिल्लाकै हुनुहुन्छ। उहाँहरू लाइसेन्स होल्डर हो है, फेरि पनि जानकारी गराउँछ हामी। उहाँहरू यसरी स्टन्ट देखाउनलाई उहाँहरू अधिकार प्राप्त व्यक्तिहरू हुनुहुन्छ। पर्वत महोत्सवमा खेल भयो दर्शकमान तपाईँ सजग रहनु होला। दुईटै तयार बाइक एक्सचेन्ज दोहोरे गीतमा र सांस्कृतिक कार्यक्रममा हाम्रो साथीहरूले ताली बजाउनु भनिराख्नु भएको छ तर बजाउनुहुन्न। अब त अलिअलि ताली त बजाउनुहुन्छ कि यहाँ त भन्नै पर्यो जस्तो लाग्छ। विशेष गरेर मान्छे नाच्ने ढङ्ग हुँदैन तर यहाँहरूले बाइकमा जानु भएको छ। आज त लुपुक्क लाएर ठुलो दिने पारे चार पारेर खप्टाएर अझ खप्टाउनु ठुलो दिने पारे हुन्छ। कम्पनी पनि चल्नु पऱ्यो नि त। सुमितजी हाँस्दै हुन्छ कुर्सीमा चोरेको देखेर। अगाडि बाइक स्ट्यान्ड पछाडि कुर्सी स्ट्यान्ड र डोरी सर्केस पनि हेर्नु होला। कसरी एउटै कुर्सीमा 4-5जना एउटै डोरीमा 8-10जना हिँड्नु भएको छ। पछाडि पनि हेर्नुहोस् कुर्सीमा हिँडेर हेर्नुहोस् त। ल खप्टे आएको त भाइले कुर्सी खप्टे हुँदै होला। अफिसियल मित्रहरू एकछिन मञ्चमा आइदिनु होला। खेलकुद सम्बन्धीका अफिसियल मित्रहरू मञ्चमा आइदिनुहोस्। धन्यवाद। आज खेलकुदको सम्पूर्ण गतिविधिहरू सम्पन्न भएका छन्। यो सबै स्टन्ट पनि सकिएको छ। अब सेलोलाई चल्दै क्रममा हामी यति बेला लिटिल गार्डन एकाडेमीका भाइ बहिनीहरू कहाँ हुनुहुन्छ? लिटिल गार्डन एकाडेमीका भाइ बहिनीहरू जामुनाखलको उच्च मावि अपाङ्ग सङ्घको कलाकार सायद वंशरा हुनुहुन्छ के अरे। होटल कोरिया र काठमाडौँ र म्याजिलो तथा डोरी गीत अब छिटै सुरु गर्ने अभ्यासमा लागिरहेका छौँ। बाइक स्ट्यान्डको अन्तिममा रहेकोले अब कराटे म्याग्दी जिल्लाभित्रै लामो समयदेखि देखाउँदै प्रदर्शन गर्दै आउनुभएका म्याग्दी कराटे सङ्घ त्यसमा पनि खेलिक जान्छ। दिलगोपाल श्रेष्ठलाई उहाँहरूको स्टेजमा अब 20 मिनटको प्रदर्शन रहनेछ। त्यसपछि हामी सांस्कृतिक कार्यक्रमलाई अगाडि बढाउनेछौँ। सांस्कृतिक कार्यक्रम पनि हामी नृत्यबाट अगाडि लाने भएकोले लिटिल गार्डन एकाडेमीका कलाकारहरू कहाँ हुनुहुन्छ? छिटो आइदिनु अनुरोध गर्छौँ। बाइक स्ट्यान्ड अब पुग्यो, यति बेला म्याग्दीलाई पुग्छ। अब सबै यो मञ्चमा हुनुभएका हाम्रो कार्यक्रम सञ्चालनसँग सरकार नराख्नुहुने दाजुभाइहरूलाई अग्रजीहरूलाई खाली गरिदिनु न र यो प्लास्टिकको चेयरमा उभिनु भएकोहरूलाई अब चाहिँ झरिदिनु न म अनुरोध गर्छु। सायद यो चढ्नु हुँदैन थियो।